ल गाइस वेलकम ब्याक है। ल इन्ट्रो हान्दियो त सोल्टी। ओहो ओहो ल हिजोकोमा अलि राम्रै भ्युज आएर रहेछ, त्यही भएर आज यस्तो भ्लग गराउने मन लाग्यो। हिजो मामा गर्थेँ, आज घर आइसकेँ। केही भनिदेऊ त। हाई हाई। यहाँ बाटो हेर्नुहोस्, वहाँ धारिङको बाटो कस्तो थियो, यहाँ पाङको बाटो हेर्नुहोस्। टलक्कै टल्की। धारिङ मेरो खुट्टा कस्तो गर्थ्यो हेर्नुहोस्, यहाँ पाङासी। ओहो बाटो चाहिँ टिलिक्कै छ है। के भन त यो बाटोको बारेमा? के भन्दै धारिङको बाटो त्यस्तो म बिहान 2 पटक लडेँ। यहाँको बाटो यस्तो चिप्लो। के भनिदेऊ यसको बारेमा? टेक्नी भने नि चिप्लिन्छ अघि। कि धारिङका मेयर राम्रो भन नि। धारिङका मेयर हुँदै भन नि। बिहान नि गाली चाहिँ गरेर आएको। यहाँका चाहिँ विकास चाहिँ गर्दै खाने। बगैँचा आइपुग्यो। यो हेर्नुहोस् यहाँ अनौठो छ। यहाँबाट यता बगैँचा, त्यहाँबाट उता पार्वती गुफा। यो गाइज भर्खर एउटा ताजा खबर पाइयो, यहाँ बाँधा राख्ने। अब भन्दै थिएँ यता पार्वती गुफा त्यता मैले चाहिँ यो बिचको चाहिँ खोइ कहाँ यो चाहिँ खोइ के हो। यहाँको हजुरबा चाहिँ मलाई एकपल्ट थप्पड हानिदियो, त्यो चाहिँ याद छ, अरू चाहिँ याद छैन है। ल हामी चाहिँ पार्वती गुफा आइयो। यो पार्वती गुफा चाहिँ निकै चर्चित भइरहेको चर्चित छ। दिनका दिन भक्तजन आइरहेको। उही भक्तजनहरू आएर थियो। ओहो सानो भक्तजनहरू। यिनीहरू चाहिँ अलिक माथिका भक्तजन। हिजो एउटा भक्तजन यस्तै सानो भक्तजन थियो, गाली दियो यार। झन् भोलकमा गराइदिन्छ भनेको गाली दिइरहेको त्यो भाइले। त्यही यस्ता फुच्चेहरूलाई मन पार्ने छोडेँ मैले। खुर्कोटी युवा क्लबको स्वागत। ए खुर्कोटी युवा क्लब। यहाँ पाङा चाहिँ यहाँ चाहिँ पस्नु नबिर्सिनु होला। अरूमाथिबाट 10 मिनटमा। ओहो हिँडेर चाहिँ स्यास्या परिन्छ। यो ठाउँ चाहिँ एकदम राम्रै। बाटो नि एकदम पिच छ। गाएछ हामी आइयो मेन मन। यो चाहिँ गेट हो। गेट नै मन्दिर जस्तै हो। जम अब भित्र एकैपट्टि जुम घन्टी बजाउँ। ओहो पुरै बिहा जस्तो भइरहेको यहाँ त। ऊ तल के हो त्यो पानी आइरहेको त अहिले। बर्खा लाउनु ला, पानी आउनु ला। पानी आयो भने त यहाँ खतरा हुन्छ। सचिनजी कस्तो भइरहेछ? सत्तल हेर्नुहोस्, सत्तल